नेपाली राष्ट्रिय महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधिको धोको वर्ष 2081मा पनि पुरा हुन सकेन। नेपाली टोलीले घरेलु भूमिमा 9 अन्तर्राष्ट्रिय खेल खेल्यो, त्यसमध्ये 2 खेलमा पराजित भयो। दुवै हार नेपालले फाइनलमा बेहोरेको हो। नेपालले लगातार तेस्रो संस्करण दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला च्याम्पियनसिपको आयोजना गरेको थियो। च्याम्पियनसिपको सबैभन्दा सफल टोली भारत विरुद्ध सेमिफाइनलमा कठिन जित हासिल गर्दै नेपालले उपाधिको लागि मैदानमा उत्रिएको थियो। तर करिब 15,500 घरेलु समर्थनलाई निराश पार्दै बङ्गलादेशले लगातार दोस्रो पटक 2-1ले साफको उपाधि जित्यो। साफ च्याम्पियनसिपको इतिहासकै सबैभन्दा धेरै फाइनल खेल्ने टोली बनेको नेपालको यो 6औँ फाइनल थियो। नेपालले फागुनमा 4 देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गरेको थियो। राउन्ड रोबिन पद्धतिमा खेलाइएको प्रतियोगितामा शीर्ष 2 भित्र अटाएको नेपालले फाइनलमा म्यानमारसँग प्रतिस्पर्धा गरेको हो। यसपालि पनि घरेलु समर्थन निराश बने। म्यानमारले नेपालमाथि 2-0 को सहज जित निकाल्यो। अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो 13औँ फाइनल हार थियो। नेपाली खेलाडीहरूले विपक्षी पोस्टमा कुल 23 गोल गर्दा 7 गोलको सामना गरेका थिए। सबैभन्दा धेरै गोल मालदिभ विरुद्ध 11 गोल गरे। भुटान विरुद्ध भने दुर्भाग्यजनक बराबरी खेलेको थियो। नेपालले भुटानको पोस्टमा गोल गर्न नसकेको यो पहिलो पटक हो। उता भुटान इतिहासको पहिलो पटक नेपाल विरुद्ध अङ्क हासिल गर्न सफल भएको थियो।